हजुरहरूलाई चाहिँ हाम्रो नयाँ ब्लगमा स्वागत छ है। डाँडा गाउँ जाँदैछौँ है घुम्नको लागि है। मौसम पनि खतरा छ। यो चाहिँ हाम्रो फर्स्ट ब्लग हो, सबैले चाहिँ हेरिदिनु है। डाँडा गाउँ घुम्न आउनु होला होइन त। यसो तपाईँहरू पनि कहिलेकाहीँ डाँडा गाउँ आउनु होला। मौसम मजाको छ, बाटो चाहिँ अलिअलि अफ रोड छ है। मजाको छ बाटो चाहिँ, आइदिनु होला डाँडा गाउँ घुम्नलाई। हामी चाहिँ अहिले डाँडा गाउँ जाँदैछौँ। अगाडि सुमनले राइड हान्दैछ होइन। मौसमले च्यालेन्ज दिएछ हौ, तर काममा भएर पो हो त हामी त यहाँ। तर पुच हान्ने सोचमा छ हौ दुईजना। हामी अब चेकपोस्ट आइपुग्यौँ अहिले। तलैबाट बाटो त बनाएको छैन होला। ल हेर्नुहोस् है, डाँडा गाउँको मौसम यस्तो मजाको छ है। ल जोस हुसे लागेको छ यार। ल तल काठमाडौँमा चाहिँ बबल पानी परेको छ, यहाँ डाँडा गाउँमा छैन क्या। मस्त। सबैजनाले हाम्रो यो नयाँ च्यानललाई चाहिँ होइन यसो सब्सक्राइब हानिदिनु। हामी नयाँ नयाँ भिडियो लिएर आउँछौँ। हामी कहाँ गएको सबै देखाउँछौँ होइन। अहिले हामी चाहिँ यता अब डाँडा गाउँ पुग्नु लागि ग्रिन भ्यालीतिर। हुस्यो लागिरहेको छ, हुस्यो। आन्टी पनि हेर ल। अब हामी ठाडो उकालो जाँदैछ। हामी चाहिँ नेट बनाउने नि हो क्या। उकालो पनि ठाडो उकालो छ है। हजुर बाटो जाँदा नि झर्नु पर्यो। मन भइरहेको बाइक अगाडि गरिदियो। त्यहाँ चाहिँ ब्रेक फेल भएर चाहिँ गाडी यो गाडी तान्नु लाग्यो। अगाडि साह्रो जस्तो लाग्यो। केही देखा छैन, टिभी त हराइदियो त नि। त्यो फ्रन्ट चाहिँ रेकर्ड गर्दा गर्दा फ्रन्ट चाहिँ हुँदैन। चाउमिन खाने के खाने कहाँ छ? यहाँ के पाउँछ त्यही खाने। हेलो आन्टी, चाउमिन मन छ त? हामी खाजान लाग्यो होइन। त्यो चाउमिन बन्छ आन्टी? चाउमिन चौचौर नानी हो बनाइदियो नि। कतिवटा चौचौ हाल्ने? कतिवटा चौचौ हाल्ने? चौचौर नबनाइदिनु नि। हामी माथि बस्छु ल आन्टी। माथि पनि ठाउँ रह्यो। के को लाज हौ? खाजा खानु लागिरहेको त लाज लाग्छ त नि। लजाएर बसिरहेको के को लाज? त्यो पछि बनाउनु, म पछाडि बोलेर बनाउँछु, तिमी पछाडि। त्यहाँ चिया खानु बसेको होइन, खाजा नि खाने। चौचौ अन्डा आउँदैछ। तपाईँहरू पनि खाने हो कि?
होइन चिसो यही हो चिसो मौसममा खाने चिज चाहिँ यही है रक्सी चाहिँ होइन फेरि यही हो हाम्रो बुझ यही हो रक्सी खानु हुँदैन नि चिया खानुपर्छ भने तलको मुख पनि राम्रो तात्था तलको मुठो चिया खाने आएको चाहिँ कुछ खानु हुँदैन दुध खायो भने पानी मात्रै दीर्घ लाग्छ दुध चाहिँ खानुपर्छ दुध तपाईँ पनि डाँडा गाउँ आउनु होइन यहाँ आन्टीकोमा चिया खानु है बबाल पाउँछ त्यो ग्रिन भ्यालीको अपोजिट हो ठ्याक्कै देखिन्छ यहाँ ग्रिन भ्याली तल यो त बबाल जाने हो छैन हौ यहाँ हुसे लगाएर केही पनि छैन पानी पर्दैछ हामी दुईजना चिया खाँदैछ अब खाजा खाने वेटिङमा छ अहिले खाजा खाने बेलामा चाहिँ अहिले भिडियो बनाउला अहिले एकछिनमा खाजा आएपछि है अहिले हेर्दै गर्नु होला चलेर डाटा छैन त्यसै लोड हाम्रो चौजो चाहिँ आइपुग्नु होइन आन्टीले ल्याइदिनु भएको है अब हामी चाहिँ खाने हो दुईजना चौजो अनि यो फेरि ल यो चिया त्यो चौजो अब हामी चौजो खान्छौँ त्यो आन्टीले ल्याइदिनु भएको है ल आउनु होला सबैजना ग्रिन भ्यालीको अपोजिट मिठो बनाउनुहुन्छ आन्टीले चिया चौचौ हाम्रो खाजा आइसकेको छौँ चौचौ होइन चौचौ खाने अब अन्डा कता भयो त अन्डा बिग्नु हो अन्डा अन्डै दुस्नु भएको खाने हो यहाँबाट काम गर्दा हामी अब तलतिर जाने नारायणतिर हाम्रो चाहिँ यो भात बनाइदिए चौचौ बिहान चाहिँ चौचौ चाउमिन खुट्टा टाउको भुटो चिउरा चियाबाले हाल्छ नत्र त भात त बेलुका आएको खाँदै खाँदैन हेर्दा लड्की हेर्दा लड्की कहाँ लड्की एउटा केटी मिलाइदिएर सबैले उसलाई केटी चाहियो केटी चाहियो भने चौधले बबाल है बोला नि तिमीले पर्दैन उनीहरूलाई अहिले हामी तल झन् बेलामा बनाउँछौँ एउटा भिडियो अब हामी खाजा खाने काम गर्छौँ त्यसपछि फेरि बनाउँदा है हामी चाहिँ डाँडा गाउँबाट फर्किँदैछौँ होइन एउटा काम सकेर अब सब नारायण कामसा गएर जाँदैछौँ केटा हो काम गरेर खानु लजाउनु हुँदैन हौ सानो ठुलो भएर पनि केही पनि हुँदैन हौ काम गरेर खानुपर्छ नत्र फेरि दुःख पाइन्छ नि लाज लागेको लजायो भने जिन्दगीमा अगाडि बढ्दैन हौ कोठामा माया खुल्ली भित्तामा बस्यो संसार देख्छ माया खुल्लीहरू अनि त्यही त बाहिर निस्किन बाहिर कति मजा छ हेर त हाम्रो त माया कुकुर हल्लेको बराबर काम छ पूर्व पश्चिम दौडेछ है यहाँ सुमनमा सुमन अगाडि कुदाउँदैछ म पछाडि बोल्दैछ कुकुर पुगेछ हो कोठाबाट निस्किनु पर्यो कि केटाहरू सुत्दै बसेर हुँदैन सुत्ने अनि रिल त्यसरी स्क्रोल गर्दै होइन जिन्दगी फेरि स्क्रोल गर्दै जाँदा नि फेरि काम गर्नु पर्यो आफ्नो पैसाले कमाएर खानु पर्यो कि बगानमा पैसा खाएर हुँदैन काम गर्नु पर्यो अनि पो जिन्दगी बन्छ त नि सानो कामदेखि स्टार्ट गरेको माथि पुग्दैन एकैचोटि ठुलो भाग खोजेर हुँदैन कि अब खाडीतिर जानु पर्यो विदेश जानु त हुँदैन अब नेपालमै गरौँ भनेको नि तिमीहरू पनि ओछ्यानबाट उड्के सुतेर हुँदैन खालि सुतेर बस्छ यार मान्छे अब गाँजा तान्यो सुत्यो बस्यो उठ्यो रिल स्क्रोल गऱ्यो होइन यसो निस्किन बाहिर कति रमाइलो छ ल त हामी काम गर्दै यहाँ पूर्व पश्चिम दौडिँदैछौँ ल निस्किनु पऱ्यो केटा बाहिर बाहिर घुम्नलाई हेर जङ्गल देख्न पाइन्छ यस्तो मजा अहिले तलतिर सहरमा पुगेपछि छप्रीहरू पनि हेर्न पाइन्छ क्या थाहा छैन ल अहिले म तल विष्णु मैले पुल पैसी बनाउला एउटा होइन यसो तपाईँहरूलाई म छप्रीहरू देखाउँछु हाम्रो नेपालमा नि हिरोनी छ भनेर है हेर्नु पऱ्यो नि फेरि यसो सपोर्ट हामी आएर पेट्रोल सकेर आएर ओह्रालोमा धन्न ओह्रालो परेछ कि ल
कुदिरहेछ नत्र त कहाँ पेट्रोल पम्प फेरि गोलपुटार पुग्नुपर्छ झ्याउ छ केटाकेटी पेट्रोल सक्यो अब खेल्दै जानुपर्छ जस्तो लागिरहेको छ अहिले पसलमा पायो भने किन्नुपर्छ अहिले मैले विष्णुमती हुनु पर्ने हो कि होइन विष्णुमती आइपुग्न लागि हामी होइन डाँडा गाउँबाट चेकपोस्ट कटिसक्यो त्यहाँ बनाउन दिँदैन नि त भिडियो त्यही भएर नबनायो कि अब हामी विष्णुमती झर्दैछौँ तपाईँहरू पनि डाँडा गाउँ आउनु होला मजा देखिन्छ पानी परेको मौसममा तातो चिया नत्र बुझ खानु कफी खाना गर्लफ्रेन्डसँग त झन् बेटर हुन्छ है हाम्रो छैन दुइटै हो होइन अब त्यही त छैन हामी सिङ्गलै मरि भएर लाग्यो बुढो भएर यहाँ चुङ्गा फुलेर खैरानी भइसक्यो हेर्दै अब यहाँ 25 क्वार्टर 26 लाग्ने बेला भइसक्यो घरबाट अब कहिले बिहे गर्छ भन्छ अब केटी पाउँदैन पाउँछ केटीले हामीलाई हेर्दैन हेर साइकल राइडिङ एक्लै जाँदै थियो त यार ल हामी अब टुसाल आइपुग्यौँ टुसाल झर्दैछ मोरालो होइन मजाले ल अब हरियाली देख्न पाउँछ र अब सहर छिर्न लाग्यो हामी होइन ऊ पनि बोल्दैछ उसलाई नै माइक किन्नुपर्छ भोलि पछि पर्छ दुईजना बोलेको सुन्छ नि त हामी अब हरियाली हेर्दैछौँ आज फ्राइडे थरी हरियाली पनि देख्दैन त बेलुका ठाउँमा देखिन्छ आज जानुपर्ला जस्तो ठाउँतिर यस्तो हामी सहर छिरियो डाँडा गाउँबाट झरेर अघि पानी पर्दै थियो अहिले घाम लाग्दैछ है चाकबाट पसिना चुइन्छ नि चाकबाट ल अब हरियाली त छैन होला त्यसैले आँखा सेकाउने आफ्नो गर्लफ्रेन्ड छैन अरू गर्लफ्रेन्ड हेर्दै हिँड्ने ल होइन अगाडि रहेछ यार ल अगाडि रहेछु यसरी हेर्ने अब हो भने भगवान्ले हामीलाई नि लड्किदिनु नि यार खै त देख्दै ल म पुगेछ हामी आँखा सेकाएर जिन्दगी जाने भयो सिङ्गलै मर्छ जस्तो हौ हामी त अब गाइज होइन अब यो ब्लग पनि धेरै लामो बनाउनु हुँदैन लामो बनाइने अल्छी लाग्छ होला बोलेको तपाईँहरूलाई सुन्दा होइन यसो नयाँ नयाँ च्यानलमा हाम्रो यसो सेयर सब्सक्राइब गरिदिनु होला है अब हामी ब्लग चाहिँ नयाँ नयाँ ठाउँ गएको बेलामा बनाउने छौँ कि हामी दुईजना घुम्न गएको अब आज चाहिँ हामी यतिमै सघाइदिउँला जस्तो लाग्यो कि हाम्रो फर्स्ट टाइम हो बोलेको पनि आज फर्स्ट टाइम हो दुईजना है लाज लगाएर ल के गर्ने बनाइदिउँ भनेर हामीले बनाइदिएको नि यसो सपोर्ट गरिदिउँ न अब हामी नारायणथानको विष्णुमती पुलमा आइपुग्यौँ आज यहीँ गरौँ अब भोलि अर्को नयाँ एउटा ब्लग लिएर आउँछौँ यसो हेरिदिनु होला सबैले है ल बाई बाई आजलाई चाहिँ यति नै है लाइक सब्सक्राइब अनि सेयर गर्नु चाहिँ नबिर्सनु हामी अब नयाँ नयाँ गर्दैछौँ नयाँ नयाँ भिडियो ल्याउँदैछौँ यसो अब फनी भिडियोहरू पनि ल्याउनेछौँ बिस्तारै है केटा हो ओछ्यानबाट चाहिँ उठ्नु पऱ्यो हौ रिल हेरेर जिन्दगी बित्छ भने त खत्तम हुन्छ नि फेरि उठ्नु पऱ्यो ल अर्को नेक्स्ट ब्लगमा भेटौँ हामी है हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है